किन्ने त्यो मात्र के बच्चालाई पढाउने सारा गर्ने श्रीमतीलाई उस्तै परे साडी किन्ने पैसा हुँदैन सर रेल हो यो त्यसको सबै कुरा पनि होइन सेनाको भन्नुहोस् या त कर्मचारी पनि भन्नु जोसुकै क्या नेता त त्यही छ आज पूर्व प्रधानमन्त्री यहाँ बाटोमा बिचरा लुङ्खु पारेर हिँडेको देख्छु म हो अनि केही पनि छैन कोही पनि छैन 190 तोला सुन दाइजो दियो म्युजिक भिडियोबाट आउँछ उहाँको युट्युबबाट आउँछ फेसबुकबाट आउँछ अरू सामाजिक सञ्जालहरूबाट आउँछ उहाँ त पहिल्यैदेखिको गायक हो इन्जिनियर हो टप इन्जिनियर हो त्यतिको पैसा सम्पत्ति भइहाल्छ नि फेरि पढाए पास इन्जिनियरको कुरा गर्नुहुन्छ मेरो साथी इन्जिनियर छ क्या भित्र अहिले बाटो बोलेर फेल गर्नुभयो होला नि त टप भन् इन्जिनियरिङ फेल गर्नुभयो होला फेल होइन भने पास फर्स्ट भएको मान्छे तपाईँ अनि किन के जाहिर पाउनु भएन एउटा इन्जिनियर गरेको पैसा कति आउँछ तपाईँलाई थाहा छ आउला तपाईँलाई थाहा छैन मलाई पनि थाहा छैन थाहा कुरा बोल्नु तर कति आउँछ भने क्या पुग्ने त आउँछ होला नि त पुग्ने भने कति हो करोड हो कि अरब हो कि लाख कति कति आउँछ भनिदिनुहोस् न यहाँ ध्यान दिएर सुन्नुहोस् क्या इन्जिनियर भन्ने बित्तिकै कमाउँदैन डाक्टर भन्ने बित्तिकै कमाउँदैन हो आज तपाईँको त्यो हाम्रो के अरे डाक्टर स्वर्णिम वाग्ले अनि कसले कमाउँछ जङ्गल छिरेकाले कमाउँछ नि त पैसा अनि प्रचण्डको त्यहाँ कति पैसा भनेर आइरहेछ तपाईँ त आफ्नो चाहिँ जोगाउने अरूको चाहिँ प्रमाण देखाउनुहोस् प्रचण्डको पैसा कहाँ त प्रमाण देखाउनु म भर्खर कब्जा गर्छु त्यसो बालनको पनि प्रमाण देखाइरहेछ तपाईँ चाहिँ हावा भन्ने 100 जना युवा लिएर गएर प्रचण्डको कहीँ कतै समयसम्म सुन पैसा हिरामती है कहाँ छ छैन त्यसो भए तपाईँको दाबी कब्जा गरिदिन्छु म अनि के अरे पैसा 2-3 हजार कब्जा गरेर भएछ मैले बिस्तारै अहिले हिजोको मन्त्री परिषद बैठकले 62-63 साल पछाडिका सरकारी कर्मचारीका उच्च ओहदाका कर्मचारी र राजनीतिक दलका उच्च ओहदाका मान्छेहरूलाई अब छानबिन गर्ने भनेर निर्णय गरेको छ त्यसमा सबभन्दा अगाडि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गर्ने पनि छ अब के गर्नुहुन्छ भाग्नुहुन्छ कि यसैलाई भनिन्छ जान्ने 62-63 साल पछाडिको कुरा चाहिँ छानबिन गर्ने 62-63 सालभन्दा पहिलेको कुरा चाहिँ खानपिन गर्ने त्यो भन्दा अगाडिको पनि गर्ने हो कति जान्ने आहा जान्नेलाई छान्ने गर्ने हुने भने 62-63 मात्रै गर्ने थियो क्या अनि 62-63 भन्दा पहिलेको छानबिन गऱ्यो भने हाम्रो अहिलेको प्रधानमन्त्री बालेन्द्र शाहजीको बुवा कहाँ काम गर्थ्यो कहाँ के छ त्यो भन्नुपर्छ सायद तपाईँलाई थाहा डाक्टर हो अनि वैद्य डाक्टर फेरि भने वैद्य डाक्टर झाँक्री बोक्छु भने त्यस्तो कति चाहिँ जस्तो के यार एउटा भनेर तपाईँ भन्यो फेरि उयो वैद्य भन्नुहुन्छ वैद्य हाम्रो तपाईँको डाक्टर तपाईँको चाहिँ के अरे वैद्य मोहन वैद्य त छ हाम्रो हो छैन थरको वैद्य भयो उहाँ चाहिँ पढेर डाक्टर हुनुभएको हो कि उहाँको बुवा चाहिँ मैले भन्दैछु त भने डाक्टर भएर के गर्यो त्यो भन्नुपर्छ भोलि गएर 62 साल अगाडिको